नमस्ते, म विष्णु कार्की। म चाहिँ विगत 12 वर्षदेखि अपरेसन थिएटरमा ओटी एसिस्टेन्टको रूपमा काम गर्दै आइरहेको छु। मैले चाहिँ विगत 3 वर्षदेखि यतातिर यस क्लिनिक नियोमा अत्याधुनिक लेजर प्रविधिबाट भएको जुन अपरेसन हेर्दाखेरि जुन पहिला हुन्थ्यो त्यो हेरिकन अहिले चाहिँ धेरै नै राम्रो भएको पाउँछु। मैले बिरामीहरूलाई धेरै समय अपरेसनपछि बस्न नपर्ने, जम्मा 2 घण्टामा डिस्चार्ज भएर घर जान मिल्ने। अब पहिला त बिरामी भर्ना हुनु पर्यो, त्यसपछि पोस्ट अपरेटिभ बस्नु पर्यो, घाउहरू हुने, त्यसले गर्दाखेरि अलिकति टाइम लाग्ने हुन्थ्यो। तर म यहाँ आएर हेर्दाखेरि चाहिँ एकदमै राम्रो, एकदम खुसी लागेर आउँछ। उहाँहरूलाई हेर्दाखेरि उहाँहरू पनि छिट्टै घर जान पाउनुहुन्छ। यस अत्याधुनिक लेजर प्रविधिद्वारा उपचार गर्दाखेरि सुरुमा बिरामीलाई हामी प्रिअपबाट ओटीमा सारेर एउटा ढाडबाट सानो एनेस्थेसिया डाक्टरले सानो सुई दिनुहुन्छ, एकदम कम डोजमा, जसले गर्दाखेरि बिरामीको खुट्टाहरू राम्रैसँग चलाउन सक्ने अवस्थामै हुन्छ, राम्रोसँग बोलिरहनु भएको हुन्छ। उहाँहरू उठिसकेपछि पनि हिँडेरै पोस्ट अपरेटिभसम्म जान सक्नुहुन्छ। यो चाहिँ एकदमै खुसीको कुरा हो, किनभनेदेखि एनेस्थेसिया लगाइसकेर पनि अझै पनि हिँड्दै सक्नुहुन्छ। उहाँहरू सेल्फ सबै आफ्नो कामहरू आफैले गर्न सक्ने हुनुहुन्छ। उहाँ लगेर हामी बेडमा सुताइसक्छौँ। त्यसमा एकछिन 1-1.5 घण्टा अथवा 2 घण्टाको आरामपछि त उहाँहरू पहिला जस्तो थियो, घरबाट जस्तो आउनुभएको थियो त्यस्तै नै भइसक्नु भएको हुन्छ। त्यसपछि हामीसँग बिदा भएर जाँदा हाँस्दै जानुहुन्छ। यस लेजर प्रविधिको अपरेसन पश्चात हामी 7 डेज पछि उहाँहरूलाई चाहिँ फलोअपको लागि बोलाउँछौँ। उहाँहरू 7 डेज पछि आउँदाखेरि एकदम खुसी हुनुहुन्छ, एकदम ह्याप्पी भएर आएको हुनुहुन्छ। उहाँहरूले एकदम मलाई त धेरै दुख्छ जस्तो लागेको थियो, दुखेन मलाई भन्ने जस्तो कुरा गर्नुहुन्छ। जे खुसी हुनुहुन्छ। अहिलेसम्मको विगत 3 वर्षदेखि यतातिरको हेर्दाखेरि सबै बिरामीहरू एकदमै राम्रो पाइन्छ। त्यस्तो खासै कसैले पनि नराम्रो दुखेको त्यस्तो भन्ने चाहिँ हुँदैन। यही नै हो लेजर प्रविधिको फाइदा।